ओम नमः शिवाय, ओम नमः शिवाय। 2082 साल चैत्रको 23 गते आज हामी गलेश्वर धाममा छौँ। म्याग्दी जिल्ला गलेश्वर धाममा यो राधाकृष्णको मन्दिर हो। हामी यहाँ छौँ। भक्तजनहरू यहाँ दर्शनार्थी हुनुहुन्छ। यो गलेश्वर महादेवको थान हो। यहाँ भक्तजनहरू ध्यान गर्दै हुनुहुन्छ र यो चाहिँ हामी चाहिँ गलेश्वर महादेवको परिसरमा छौँ। यो पारी चाहिँ म्याग्दी जिल्लाको सबै देखिन्छन्, यी सबै हुन्। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम हर 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 महादेव शम्भो शम्भो भनी चाहिँ यो जलशाही भगवान् विष्णुको चाहिँ शयन गर्नुभएको स्थान हो। यहाँ भगवान् विष्णु विराजमान हुनुभएको छ। यहाँ यो हाम्रो जल यो सदाभरि यहाँ चाहिँ भनिन्छ, यहाँ सधैँभरि यो जलमै चाहिँ राजु जल कहिले पनि घट्दैन भनी भनाइ छ र घट्दा पनि घटेको छैन अहिलेसम्म। हामी चाहिँ यहाँ जुन मन्दिरमा छौँ, परिसरमा छौँ। हामी गलेश्वर महादेव मन्दिरको महादेव थानमा आइपुग्यौँ। हामी मन्दिरमा आइपुग्यौँ। मन्दिर परिसर छ। यो चाहिँ नन्दीको यहाँ हुनुहुन्छ, यहाँ छ। ओम नमः शिवाय, हर हर महादेव शम्भो। भक्तजनहरू भक्तजन दर्शनलाई जाँदै हुनुहुन्छ। यो गलेश्वर महादेवको धाम हो। हामी गलेश्वर महादेव परिसरमा छौँ। ओम नमः शिवाय, हर 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 महादेव शम्भो छ। यहाँहरूलाई चाहिँ यो चाहिँ द्वार हो। यो हामी त्यता प्रवेश गरेका थियौँ। हामी अघि नै गलेश्वर महादेवको थान हो यो चाहिँ। ओम नमः शिवाय, हर 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 महादेव मतिबान म चाहिँ शालिग्राममा छु। ओम रत्न कल्पित महासारण हेर्दन रत्न विशाल ग्राम जाति चम्पक कुसुम दीपम देव दयानि देव पशुपति भगवान् पात्रे गीतम वायु मञ्जम पञ्चविधं पालकं शाखानां एकं जलं कर्पूरखण्डो ग्रन्थं मूलं मनसा मया सङ्कल्पेन वीजामति सदा पवासं विजाते विषयो संचार गुरु सम्मोत बाराजम। ओम शिवाय। कालीगण्डी कलकल बजिरहेकी छिन्। यहाँ हामी यो गलेश्वर महादेवको धाममा छौँ र हाम्रो चाहिँ अब हामी चाहिँ दर्शन गरेर सबै हामी हिँड्नेछौँ। जय शम्भु। ओम शिवाय, हर 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 महादेव सब।